हेलो साथीहरू, नमस्ते, गुड मर्निङ। आज चाहिँ म गइरहेको छु मनकामना। जाऊँ है साथीहरू, मसँगै मनकामना दर्शन गरेर आऊँ। अहिले चाहिँ बिहान छ। गुड मर्निङ साथीहरू। आज चाहिँ सबभन्दा पहिला 4 बजे उठेर नुहाई धुवाई गरेर पुरा रेडी भएर मनकामना जानको लागि तयार। कति दिनदेखि आज जान्छु भोलि जान्छु भन्दै 6 महिना बितिसक्यो। आज त खै कताबाट आएछ जाउँ भनेर त बुढो पनि जाउँ भन्यो अनि लागे हामी। अहिले चाहिँ बिहानको 5 बजे छ, हेर्न सक्नुहुन्छ। 5 बजेर 19 मिनट भइसकेछ। अब चाहिँ हामी निस्किन लागेको। हामी चाहिँ अहिले पाटन मन्दिरबाट सुरु गर्दैछौँ आफ्नो यात्रा मनकामना दर्शनको लागि। हामीसँगै जोडिनु होला अनि मनकामना दर्शन गर्नुहोला। तपाईहरू पनि जान चाहनुहुन्छ भने यही बाटो फलो गरेर आउनु होला। अहिले चाहिँ हामी लभिङ मल पुगिसक्यौँ पुलचोकको, अनि यही बाटो जान्छौँ हामी। सिधै कलङ्की निस्किन्छौँ टेकु अनि थापाथली हुँदै कुपनटोलको यो पुल हो। अनि हेर्छु पनि काठमाडौँ ललितपुरबाट चाहिँ मनकामना पुग्नको लागि कति समय लाग्दो रहेछ। अनि लास्टमा भन्ने छु कति समय लाग्छ भनेर। अनि हामीसँग लास्टसम्म जोडिनु होला, हेर्नु होला, दर्शन गर्नु होला। अहिले चाहिँ हामी कलङ्की आइपुग्यौँ। अब चाहिँ यहाँबाट चाहिँ दाहिनेपट्टि तपाईँको यो चाहिँ स्वयम्भूतिर भयो, यता चाहिँ ग्वारखुतिर भयो, सातो बाटो ग्वारखुतिर। अनि हामी चाहिँ सिधा लाग्यौँ चन्द्रगिरी थानकोट बाटो। हामी चाहिँ अहिले कलङ्कीमै छौँ। कलङ्कीबाट तलतिर लागे मुनितिर। यहाँबाट चाहिँ अब हामी सतुङ्गल बलम्बु हुँदै अगाडि बढ्नेछौँ। हामी चाहिँ अहिले बलम्बु आइपुग्यौँ। यहाँनिर फ्लाइओभर बनिरहेछ साथीहरू। यो चाहिँ अहिले चाहिँ खुलेको छैन, केही कामहरू बाँकी नै छ। यो कामहरू सबै सकिसकेपछि चाहिँ यो खुल्नेछ। हामी चाहिँ कलङ्की, थानकोट, धार्के, धादिङ, धुनीबेसी, मलेखु हुँदै कुरिनटारसम्म आइपुग्यौँ। अनि हाम्रो यात्रा भनेकै त कुरिनटारसम्म हो। कुरिनटारमै त छ नि हाम्रो मनकामना माताको मन्दिर। अब चाहिँ हामी प्रवेश गर्दैछौँ मनकामना माताको द्वारभित्र। यहाँको वातावरण हेर्नु कस्तो स्वच्छ र शान्त छ। त्यति टाढाबाट आएको सबै थकानहरू मेटिसक्यो। यहाँ आइपुग्दा त यहाँको वातावरण हेरेर हेर्नु न कस्तो शान्त र आनन्दमय छ के। यहाँ आउनको लागि चाहिँ सीतापाइलाबाट चाहिँ धार्केसम्म आउन सकिन्छ है। त्यो एउटा नयाँ बाटो छ, त्यो बाटो पनि आउन सकिन्छ। सानो गाडीमा आउँदा, बाइकमा आउँदा त्यही सीतापाइलाकै बाटो सजिलो हुन्छ। यो कलङ्कीवाला थानकोटवाला बाटोमा चाहिँ प्रायजसो नाइट गाडी अनि ठुलो ट्रक टिपरहरू चल्दो रहेछ के। अनि कस्तो गाह्रो हुन्छ सानो सानो गाडीहरूलाई, जाम पनि त्यत्तिकै पर्ने।